यो क्या के हो यो? पढेर हेर। आजदेखि मेरो बुढीको पछि लागिस् भने तेरो ज्यानको खतरा हुनेछ। यो त मेरो होइन, अर्को कसैलाई धम्की दिएको होला हौ। यो अरू कसैको होइन, तिम्रै लागि पठाएको हो। तिमीलाई म कति सम्झाउनु, कति बुझाउनु, अब त ज्यान मार्ने धरी धम्की आइसक। तिमीलाई कति भन्नु मैले त्यस्तो नगर भनेर, आफ्नो इज्जत जान्छ। तिमीलाई केही भइहाल्यो भने मेरो के हाल हुन्छ? लु भयो भयो, अबदेखि म त्यस्तो गर्दिनँ। मैले बुझेँ कुरो, सबै कुरो मैले बुझेँ। अबदेखि मबाट त्यस्तो हुँदैन। मलाई माफी देऊ एकपल्टको लागि। अबदेखि म त्यस्तो गर्दिनँ कहिले पनि। तर ओइ बुढी, अब के भयो? तर यहाँ त नाम मेन्सन गरेको छैन त। म त कन्फ्युज भएँ, कसको चाहिँ बुढीलाई छोड्नु पर्ने?